Hello guys, welcome to our channel. We're preparing for tomorrow. Well, Argentina versus Spain and we all here is Argentina fan. Argentina fan. Argentina Right now you can see over here. यही नवरात्रि पुरै चाउमिनको लागि काट्दैछ है प्रिपरेसन हैन भोलिको चाहिँ हाम्रो पुरै खानाहरू बनाएर चाहिँ हामी खाँदै अर्जेन्टिना र स्पेनको गेम चाहिँ इन्जोय गर्नेवाला छौँ अनि यिनीहरू बिगेस्ट फ्यान हो यिनीहरू चाहिँ डाई हार्डै हो भन्नु पनि भयो हैन ओ माय गुडनेस जर्सी देख्ने छ भोलि हैन कोइन्सिडेन्ट हो सो अनि यता छ होस्ट गर्ने मान्छे चाहिँ पुरै चिकन ल्याउने चाउमिनको सामान ल्याउने चाहिँ यहाँ छ है सबैजनालाई स्वागत छ भनेर भन्न सक्दिनँ म तर म के भन्न चाहन्छु भन्दाखेरि सबैजनालाई धेरै धेरै स्वागत छ हाम्रो यो भिडियोमा हाम्रो एउटा हिस्टोरी बनिँदैछ फेरि पनि भोलि मेसीले उसको सेकेन्ड वर्ल्ड कप उठाउनेछ त्यो भएको कारणले हामी यसो खाने मेलो पनि भइरहेको छ र त्यो कति कन्फिडेन्ट हुनुहुन्छ त भाइ यो कुरामा 100% म हो आफ्नो गोट प्रति हैन अब यु ट्रस्ट हिम भइहाल्छ हैन हारे पनि अब ठिकै छ जिते पनि ठिकै छ भन्ने हुँदैन बट यु से 100% जित्छ तर मेन चाहिँ मलाई के लागिरहेको छ एटलिस्ट स्पेनसँग अगेन्स्ट परेर चाहिँ ठिकै फिल भयो अरू कोहीसँग परेको भए चाहिँ आई वान्ट अर्जेन्टिना टु विन 100% भनेर भन्थे म बट अफ कोर्स एज अ मेसी फ्यान एज अ अर्जेन्टिना फ्यान आई वान्ट वी टु विन अगेन सेकेन्ड टाइम र त्यो भएको कारणले यहाँनिर चिकन खासै यसको नाम चाहिँ चिकन 65 अरे तर अहिलेको जेनजीहरूले नाम राखेको चिकन 67 I make that. Yeah, I you- don't want to win. Chicken 67. So how confident are you? I just want Argentina to win. I don't care about Spain, France. Just to go, Argentina has to win. Okay. Good luck to But I'm not Argentina. confident. I'm scared. I'm nervous. We will win. Spain is a strong We will team. destroy. Spain is strong. आजको जस्तो गेम चाहिँ न आजको फ्रेन्च भर्सेस इङ्ल्यान्ड We have to do a rematch. I just want the game. इट्स लाइक एमेचर गेम Charity match. Basically, it was a charity Charity Oh match. my match. Like, oh, this Mr. Beast need to score, you know. Yes, I need to score. They have the propaganda like you want. So he's ahead of Messi. And now he's ahead of Messi. He'll do the propaganda. But don't worry, Messi will come back strong tomorrow. Watch. He's gonna score hat trick. Yes, sir. Good luck for that. नराजको केही भन्नु छ No. भोलिको गेमको लागि कतिको विश्वास छ कति कन्फिडेन्ट आफ्नो प्लेयर्सलाई चाहिँ कतिको विश्वास गरेको छ 100% छ तर के चाहिँ भने स्पेन पनि एकदम खतरा छ खतरै हो एक गोल मात्र खाएको छ अहिलेसम्म टुर्नामेन्टमा त्यसले भनिहाल्छ होइन अब मेसी तर यस अर्जेन्टिना मेसी त्यो टिमले जित्नुपर्छ अदरवाइज भेरी डिसअपोइन्टिङ हुन्छ ओके ठिक छ तपाईँको भन्नु केही छ पुरै अर्जेन्टिनाको नेल पलिस पेन्ट गरेर त्यत्रो गरेको छ मैले जुन टिम रोजे त्यही टिम हार्दैछु त्यही भएर मैले यसपालि अर्जेन्टिना यिनीहरू सबै रुको हेर्नु मन छ त्यही भएर मलाई यिनीहरू त अनि हार्दा पनि रुन्छ जित्दा पनि रुन्छ नि डेफिनेट छ नि त्यो त सो कुसुम चेन्ज गरेको अरे कुसुमले चाहिँ टिम हो कुन चेन्ज गरेको Oh, okay. What's the reason? There is one reason, big reason, right? रिजन के हो भोलि आउनु पाउँदैन Oh my god. अनि यहाँ दुईजना चाहिँ के गर्दैछ नेल My nail art on Sita. Who are you guys supporting tomorrow? You can tell. Argentina! Yes. Argentina. But it's just the color. Okay. कसलाई सपोर्ट गर्ने अर्जेन्टिना कि स्पेन अर्जेन्टिना मेसी कि रोनाल्डो
मेसी हाम्रो नवाजले यतिको चाहिँ ट्रेन गराएको छ होला मेसी भोलिको लागि चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्दैछु ल यहाँ चाहिँ अब यसरी आज वर्ल्ड कपको गेमको लागि चाउमिन पाक्दैछ हाम्रो सेफ नानाले पकाउँदै हुनुहुन्छ चाउमिन चट्ट पारेर चाउमिन हाम्रो दिमा पनि वर्ल्ड कप हेर्न आएको छ होइन वर्ल्ड कप खान्छ टबाना ए आज गोल हेर्नु दिमा कसको टिम हो उनको टिम मेसी उनको नातिपट्टि मेसी यङ दिमा फ्याक्ट्री मेसी यङ दिमा मेसी ओ मेसी चाहिँ खानापट्टि हाम्रो दिमालाई जतापट्टि नाता नातिना त्यतैपट्टि चाउमिन बनाउँदैछौँ है हामी चाहिँ घोल्नेमा हाम्रो भाइ किरण आइसकेको छ घोल्नको लागि मसल चाहिन्छ मसल घोल्ने मान्छे अब यसलाई ससहरू लाउनु भएको छ है मसला यो चाहिँ चिकन 65 होइन 67 अरे कुसुमले नाम राखेको कुसुम र शीतलले 67 चाहिँ यस्तो दामी भइरहेछ है यहाँ पुरै यिनीहरूको फ्यामिली चाहिँ जर्सी यस्तो किनेर लाएर आएको छ है हामी चाहिँ 4वटा स्टार भएको किन्ने भनेको यिनीहरूले चाहिँ 3वटा भएको किनिहालेछ यहाँ पनि एकियाना पनि इभन नाइरन पनि पो लाएर आएको छ त जर्सी सपोर्टरहरू दिमा मेसी 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 यता पोरा मेसीको पुरै जर्सी लाएर हाम्रो नानी पनि Yes, 4 star भएको किन्ने हामी चाहिँ अब युवराज शीतल, come here. शीतल, come here. We gonna win today. अनि यहाँ 4टा स्टार भएको चाँडै किनेर लाउनु मन लागेको छ मलाई ओके अर्जेन्टिनाले जितेर देखाउँछ लु 4टा भन्छ म पनि किन्छु यसपालि कहिले नकिनेको जिन्दगीमा फर्स्ट टाइम किन्नुम्ला We gonna win. We gonna wear with proud. Alright, let's go. Don't disturb me. युवा कतिवटा छ स्टार ओ यसको 3टा स्टार रहेछ हाम्रो सपोर्टरहरू चाहिँ यसरी बसिरहेछ यहाँ सबैजना मेसीको सपोर्टर मेसी मेसी अर्जेन्टिनाको अहिलेलाई चाहिँ भनौँ न मेसी मात्रै भन्दाखेरि बास पनि नहो म चाहिँ फर्नान्डेजको पनि फ्यान हो अल्भरेजको पनि फ्यान हो म अनि मार्टिनेज दुइटै हाम्रो बा पनि हुनुहुन्छ यहाँ मम्मी र छना देमाहरू चाहिँ आउने क्रममा छ ला 3जना उठ्यो ओ माय गॉड दिस गाइज आर क्रेजी पुरा नेसनल एन्थम गाउँदा रहेछ उठिरहेको त यिनीहरू सबै हाम्रो पनि अहिले हाइड्रेसन ब्रेक भइरहेछ पुरै
वाटरमेलन एकदम स्विट कस्तो मिठो खालको क्या यो वाटरमेलन चाहिँ नि सबैजना हाइड्रेसन ब्रेक गरिरहेछ तर यहाँ अब सुरु भइसक्यो मात्र 2 मिनटको हुँदो रहेछ हाइड्रेसन ब्रेक चाहिँ अहिलेसम्म चाहिँ 0-0 छ है दुवैपट्टिको अब चाहिँ हाफ चेन्ज भयो अनि हाम्रो पनि केही खानेकुरा पकाएको छ अघि आधीले खाइसकेको छ अब कसैले खाने हाफ चेन्ज भइसक्यो होइन दुवैपट्टिको 0-0 छ के भन्नु छ भाइलाई कस्तो खेल यो आजको खेला कस्तो गइरहेछ गेम एकदम इन्टेन्स भइरहेछ स्पेनले एकदम धेरै प्रेसर लगाइरहेछ होइन स्पेनको ट्याक्टिक प्रेसर बल कन्ट्रोल यति धेरै इन्सेन्ट भइरहेछ द्याट अर्जेन्टिनाले क्लियर गर्नु बाहेक उनीहरूले अरू केही अप्सनै पाएको छैन क्या त्यस्तो धेरै प्रेसर गरिरहेछ होइन स्पेन त्यत्तिकै फाइनल पुगेको छैन अफकोर्स देयर इज अ रिजन वाइ देयर इन फाइनल तर अर्जेन्टिना त्यत्तिकै फाइनल पुगेको पनि छैन अर्जेन्टिना विल ब्रेक थ्रु एन्ड दे विल डिफेन्ड अन्टिल लास्ट जसरी स्पेनलाई अहिले डिफेन्ड गरिरहेछ होइन एकदम इन्टेन्स भइरहेछ जस्ट पास भइरहेछ अनि गोलीको अहिले के भइरहेछ दुईटा सर्ट उसले कस्तोमाले सेभ गर्दैछ सर्टहरू यति धेरै सेभ गरेछ मार्टिनेजको त कुरै नगरौँ होइन वल सायद अर्जेन्टिनाको गोलकिपर भन्ने बित्तिकै मार्टिनेजै मात्र याद आउँछ होला हिस्ट्रीमा पनि मेरो लागि चाहिँ होइन अरूको लागि चाहिँ भनेको होइन मेरो लागि चाहिँ यस्तो धेरै बेस्ट गोलकिपर हामीले पाएको छौँ बट या हाफ भयो अब लेट्स सी के हुन्छ हाफ पछाडिको डिसिजन कन्टिन्यू हुनेछ आई स्टिल वेटिङ फर द मोर गोल फ्रम अर्जेन्टिना टु स्कोर द स्पेन मस्ट मेक न्यू ट्याक्टिक बिकज they are only attacking and Argentina is only defending. We are not only defending, we should control the positions. जुन चाहिँ हामीले एकदम धेरै लुज गरिरहेको छौँ होइन we should control positions and keep on pressuring back to them rather than getting pressure. So I hope स्कोलनीले कुनै अर्को नयाँ ट्याक्टिक लिएर आओस् होइन कुनै केही लिएर आओस् या त्यही भन्ने छ बट ब्रेथ टेकिङ म्याच भइरहेको छ सो फार ओके युवा के छ अहिले हाफ भयो 0-0 छ दुईपट्टि होइन कस्तो छ के छ भन्नु We really needed your break. Thank God we got it. Now what coach has to do? He has to make a new plan. Right? He has 45 minutes already taught. By the time while he was there, now he has to go back there and tell each of the players. Right. From what it looks like, they are getting overwhelmed by the Spain players. I know. We can all see that. Yes. And it's the I can feel that too. Need to go, right? And so they really have to. And also, it looks like there's no mid. Like player, who was in the mid man? You know what I mean? It looks like the defense and the like attack. When you do that, so they have to change something for sure. Okay. कस्तो लाग्दैछ त अहिलेसम्म यो गेम हेर्दाखेरि तिमीलाई कस्तो महसुस भइरहेछ अर्जेन्टिनाले जित्छ होला सिरै ढल्छ अर्कोले गोल हाल्यो भने चाहिँ मेस्सीको सिर ढल्छ अरे त्यही भएर मेस्सीले लाउनु पर्यो हाम्रो अरू अडियन्सहरू चाहिँ यहाँ चाहिँ एकदम मेस्सीको सपोर्टरहरू यहाँ चाहिँ लामिन यामालको फ्यान भएर पनि आज मेस्सीलाई सपोर्ट गरिरहेको छ है त्यसको लागि चाहिँ धेरै धन्यवाद सेक्रिफाइसको लागि धन्यवाद यहाँ अर्को एकजना पुरै नम्बर 10 देखाइरहेको छ It's really good. Thank you, Nana. Thank you, Chana. यो पुरै ब्रेक भइरहेछ हाम्रो पनि त्यो चाहिँ खतरै छनाले यति धेरै आफ्नो ज्यानको सेक्रिफाइस गरेर बनाएर ल्याइदिएको छ हाम्रो चाहिँ खाना चाहिँ यहाँ चाहिँ चिकन 65 and then चाउमिन यहाँ छ पानीपुरी पनि छ कुसुम यो चिकन पकोडा चिकनको नाम त के पर्यो खै फेरि 67 गरेको कुसुमले राखेको नाम है यो चाहिँ
यहाँ चिकन 6-7 खाइरहेछ हामीहरू यहाँनिर खाना पनि पिज्जा रेडी हो तेरिका अब अहिले चाहिँ पिज्जा टाइम भइरहेछ एकदम अहिले पर्फर्मेन्सहरू हेरिसक्ने हामीले कलाकारहरूको अनि यहाँ पिज्जा खुवाइ भयो सेकेन्ड हाइड्रेसन ब्रेक भयो होइन लु अहिलेसम्म खेल के भइरहेछ त तेरो विचारमा ओ माय गॉड स्पेनले एकदम खतरा खेलिरहेछ राइट हैन We can see that. पोजिसन चाहिँ स्पेनकै छ अब मेसीले के गर्यो भने मात्र हो जस्तो लाग्छ Yes, he has लास्ट to do some क्वार्टर kind of लास्ट magic, गएको छ होइन? अब लास्ट 20 मिनेट मेसीले के गर्यो भने गर्नु न त हामी स्पेनको धेरै चान्स यस तर हाम्रो गोली कस्तो छ गोली राम्रो खेलिरहेछ चारवटा सेभ गरिदियो नि मार्टिनेजले राम्रो Oh my God, चारवटा सर्ट सेभ गरिदियो पुरै हिँडिरहेको छ रिसाएर पुरै हेर न पुरा प्रेसर गरेको उसको Jumping forward there to get in front of Ferran Torres to clear. The Spanish Williams trying to control. 7 saves for Martinez. Extra time in New Jersey. Emiliano Martinez the hero. But someone still has to win this thing. Rebecca Tierrez, Raton, and Alexi on the other side. Extra is right there Get it back out to Lavini. about 1 Going to be hooked minute forward by Medina instead. You see him on that header. Click forward. Otamendi. Foul. 90 seconds to play. Messi will set the ball for the first 90 seconds left Whenever you have drawn. हाम्रो टिम ओसिसकेको छ It's going to be click forward. Try to right Simon. He'll milk all the time he can. नमस्ते भागे त अघि अनि एकै गोलले मात्रै हार्यो भनेको भन्नु एउटा खतरा हो क्या यो चाहिँ It was a joy to watch this team. The way they moved the ball, so harmonious, so many connections across the field. And at the end of the day, too much quality for Lionel Messi and Argentina. They were the better team, they were the best team, and they played the most beautiful stuff. Congratulations. They do it in their own way. Rodri Argentina that had 0 shots on the goal, rules from there. But I really said that Spain is gonna win. And when I say things happen. The best team won. They're European champion for a reason. A team like that where what we were doing off the ball was second to none. And when you have the ball, you already know you're not going to see it again. But the best team won. And once again, Spain win a Euro. Here at the New Jersey Stadium, a lovely moment between two absolute legends. With a hug for Luis de la Fuente. यसले उठाएको थियो पहिले लकडाउनमा यसले उठाएको यो सुनको हो पुली सुन सेकेन्ड लाइफ Donald Trump उनीहरूको देशमा अरे हामी कहाँ छौँ यहाँ हाम्रो देशमा खेलेर राख नि त यो यसपालिको वर्ल्ड कप हाम्रो देशमा हो नि त वाउ रेफ्रीहरू तिनीहरू यहाँ बिचको साइडको सबैको youngest player 19 years Amazing tournament. They had amazing season. भन्दा पनि यो They played the way they play in Barcelona, they play the way they play in Spain. The best defense in the tournament, obviously, is not alone
but he had a big impact, and today he was outstanding, and this is why he got the prize also. The best young talent in the tournament, not because So I'm glad that he is being recognized, and I think his players in front of him recognize that if and when they make a mistake, there is someone back there that's going to save them. Also interesting, Thierry, because there was a discussion before the World So Cup. Unai Simon will be first, and that's about it. He ended the debate straight away. How about this, Zlatan? Rodri, best player at the tournament. What? well deserved. This is a player we talked Best about player of the the stars, tournament. they scored their goals, they got It's the their best player in the assists, tournament. but this player here, I enjoy him every time he's on the pitch. He plays a fantastic game. He's a genius. He always takes the right decision. Wow. Today he And he's not changed an it. attacker. Thierry had a point there. When they went one guy up, they didn't need any defense and to take those balls because it was all about the attack. So well deserved. I enjoyed this guy. He's a Ballon d'Or winner also, and now he gets the best player in the World Cup. I forgot he got Ballon d'Or as And that's well. my third example of don't give up. And so I'm glad that he's being recognized. Alexi leading up Argentina as runners up at this Second. tournament. Second को Say, obviously in this moment, first runner up. he's a champion. And champions want to win, and they want to win everything, and he has won everything. So he'll be disappointed, but my goodness, I think we can very, very quickly turn it to how important he is, how iconic he is, and how amazing he is, regardless of what the score was today. And Zlatan, how lucky we are to have seen him play for the last 25 years. I mean, we have enjoyed him. We have enjoyed him during this World Cup. He has not. I know he's sad he didn't win the World Cup, but listen, he had an amazing World Cup. He kept this team alive. He did some amazing stuff. He had moments where he was human. He had moments where he was not a human. And I hope he can continue to play as much as possible so we can enjoy him even more. Will we see him in another World Cup? मार्टिनेजलाई त खिलाउने I don't know, you never know. But we have enjoyed him and we're happy he plays the game because we're going to be very sad when he stops playing. What we have learned, Thierry, is to never bet against him. No, it takes a team like Spain to be able to beat Argentina and. From Atlanta to Guadalajara to LA to Dallas and here to New Jersey. One final act of this incredible summer of soccer. For Rodri to lift the trophy and for the celebrations to begin both here and overseas. Rodri's ready. Here we go. Spain have won the World Cup. We have come to the end of our vlog. जुन 11 देखि सुरु भएको वर्ल्ड कपको यसपालिको सिजन आज जुन 19 मा आएर फाइनल पनि हेरियो अनि हामीले चाहिँ हाम्रो मनदेखि नै सपोर्ट गरेको थियो अर्जेन्टिनालाई हैन जित्न सकेन बट मेरो विचारमा चाहिँ डिजर्भिङ टिमले नै जित्यो लाइक स्पेनले यस्तो राम्रो खेल्यो अब म हुनु त सधैँ सपोर्ट गरेर हेर्ने मान्छे त हैन तर पनि वर्ल्ड कपहरु हुँदाखेरि चाहिँ म जहिले नै हेरिरहेको हुन्छु अनि यो पाली स्पेनले एकदम राम्रो खेलेको थियो सो स्पेनले नै जित्यो स्पेनलाई कङ्ग्रेचुलेसन्स एन्ड अल द बेस्ट फ्युचरको लागि सो हाम्रो भाइहरु चाहिँ झन् यहाँनेरि खतरा डाई हार्ड फ्यान हो मेसीको भन्दा पनि हुन्छ एन्ड यिनीहरू चाहिँ बार्सेलोनाको पनि हो विच इज इन स्पेन हैन स्पेनको टिम हो एउटा सो कस्तो लागिरहेको छ मेरो भाइहरुलाई इन्टरभ्यु गर्नु पहिला के लाग्छ त तिमीहरु मेसीको फ्यान भएको कति वर्ष भएको थियो कहिलेदेखि सपोर्ट गरेथ्यौ तिमीहरुले Since I remember the football, the day from the beginning, मैले मेसीलाई
मनमा राखेको मान्छे हो र आई स्टिल रिमेम्बर मैले 2टा स्टार भएको लाएर हिँडेको मान्छे हो प्राउडली तर अहिले 3टा स्टार छ आज 4टा हुन्छ भन्ने लागेको थियो तर पनि अब 3टा छ बट यतिकै यहाँ एन्ड हुँदैन होइन इन फ्युचर एन्ड हुँदैन अफकोर्स अर्जेन्टिना मन पराएको कारण पनि मेस्सी नै हो फुटबल मन पराएको कारण पनि मेस्सी नै हो र अर्को कुरो भनेको बार्सिलोना मन पराएको कारण पनि मेस्सी नै हो त्यो भएको कारणले बार्सिलोनाको 8 प्लेयर थियो वर्ल्ड कपमा फ्रम स्पेन अनि कता कता जित्दाखेरि पनि आइम ह्याप्पी बिकज अदर कन्ट्री भनेको मैले स्पेनलाई सपोर्ट गरेको अदर देन अर्जेन्टिना त्यो भएको कारणले आइम न्युट्रल बट अफकोर्स मेस्सीको लास्ट डान्स थियो 2टा वर्ल्ड कप भएको भए एकदम धेरै नै हुन्थ्यो हिस्ट्री बुक फेरि नयाँ लेखिन्थ्यो र नयाँ इतिहास रहन्थ्यो जुन 100 वर्षसम्म रहन्थ्यो तर जेम्स आज स्पेनले धेरै नै राम्रो खेलेको थियो त्यो भएको कारणले डिजर्भ स्पेनले गर्यो बट एज अ मेस्सी फ्यान आई वान्ट अर्जेन्टिना टु विन बट इट इज वाट इट इज त्यही हो एक्सेप्ट गर्न अलिक गाह्रो भइरहेछ त्यसै What about you? I think Kiranba summarized that perfectly with same मेरो पनि same खालको सोचाइ थियो you know I fell in love with soccer or football because of Messi Barcelona because of Messi Argentina because of Messi and Tani so everything it literally just was Messi and yeah I mean the one thing I mean little disagreement is the neutral part Kiranba said he was neutral with supporting either of the club but I mean I'd say Argentina there Argentina was there and so yeah but everything I'm running was true you know it's hard to like accept but at the end of the day Spain they were playing much better and they deserved that At least for today's final, right? yeah and thank you for watching yeah please like share comment it was and yeah it was a fun journey like even though Zanipura result is what everybody looks for journey is something we should also take look back and see as well you know Argentina they had such a dramatic run basically with comeback after comeback and so it was very fun you know and it was also hosted in USA Absolutely. it's a privilege to witness the greatest of all time Yes. As you said होइन अहिले मेस्सीको अब यो फाइनल मात्रै होइन अर्जेन्टिनाको तर त्योभन्दा अगाडिको म्याचहरू सम्झेर ल्याउनु भने दे वर फाइनलका अलरेडी यस्तो दामी दामी खेलेको थियो इजिप्टसँग केप बर्डेसँग एन्ड देन इङ्ल्यान्डसँग होइन सो फाइनल त अब जे जस्तो भइहाल्यो उनीहरूको त्यो अगाडिको गेमहरू हेर्ने भने चाहिँ या वी इन्जोयड द्याट अनि यस बेस्ट अफ लक अर्जेन्टिनालाई पनि फर द नेक्स्ट वर्ल्ड कप next World Cup and coming and the next World Cup Messi will be 43 Yes. so this could be his last God, time God It could be. God bless his body. God bless his physics. I hope he moves, he runs again, and we can witness his magic one more time. his magic His again. magic. If not, then it was an honor, it was a privilege to watch Messi. And as a matter of fact, we went to watch Inter Miami versus Cincinnati. We saw our legend with our eyes. So close, it's like 20-30 years away. We watch him dance, and pretty soon we might want to go again because at this point we're just witnessing greatness. We're just gonna witness the Messi magics, and yeah, आज चाहिँ जित्छ भनेर सोचेको थिएँ. It is what it is. Life moves on, life goes on. बहिनी तेरो चाहिँ के छ भन्नु यो एन्डमा आई नो तैँले जति पनि सपोर्ट गरिरहेको थियो त्यो सबै टिम चाहिँ गइराखेको थियो हारिरहेको थियो अनि आज तैँले अर्जेन्टिनालाई सपोर्ट गरिस् अर्जेन्टिना पनि गयो भनेर So basically, you meant that I'm a panauti. यस But I'm not. किनभने स्पिडले त्यो खालको उयो चाहिँ मेन्टालिटी चाहिँ भत्काइदिइसक्यो त स्पिडले किनभने 3 गो म्याच अगाडि नै स्पिडले चाहिँ अर्जेन्टिनाको जर्सी लगाएको थियो तर अनि हारेन सेम मलाई भनेको जस्तै हिसाबले तर या पहिला मैले पोर्चुगललाई सपोर्ट गरेको थिएँ किनभने बिकज अफ रोनाल्डो उसको वर्ल्ड कप थिएन
त्यही भएर मैले सपोर्ट गरेको थिएँ बट म्याच हेरेपछि मलाई रियलाइज भयो कि पोर्चुगलले डिजर्भ गर्दैन त्यो टिमले त्यही भएर चाहिँ पोर्चुगलको टिम चाहिँ राम्रो नदेखेर चाहिँ मैले फेरि अनि उनीहरू आउट पनि भयो अनि त्यही भएर म अर्जेन्टिनामा सिफ्ट भएको अर्जेन्टिना चाहिँ नट ओन्ली मेसीले गर्दा अर्जेन्टिनाको टिमै मलाई मनपर्छ होइन लास्ट टाइम उनीहरू विनर भएको थियो त्यतिखेर मैले हेरिरहेको थिएँ म अरू बेला हेर्दिनँ वर्ल्ड कप चाहिँ हेर्छु जहिले नि अनि योपालि नि अर्जेन्टिनामा म सिफ्ट भएँ आजको म्याच एकदम राम्रो थियो स्पेनले एकदम राम्रो खेलेको स्पेन पनि खतरा भन्ने साबित भयो अनि अर्जेन्टिना हाल्नु चाहिँ अलिकति फन्दान्देश निकालेर पनि हो निक्ल्यो नि त राम्रो खेलाडी अनि त्यहाँदेखि लास्टमा गएर अवार्ड चाहिँ त्यो बेस्ट बोलीको अवार्ड चाहिँ अर्जेन्टिनाकोले डिजर्भ गर्थ्यो होइन त्यो उयसकोले भन्दा मेरो नजरमा चाहिँ अर्जेन्टिनाले चाहिँ वेल डिजर्भ छ त्यो के अरे मार्टिनेज चाहिँ तर पनि अर्कोलाई दियो अनि विनर त वेल डिजर्भै भनौँ न उनीहरू पनि राम्रो थियो अहिलेको राइजिङ स्टार नयाँ उयो युवाहरू आजको किपर चाहिँ चुम्बकै जस्तो थियो उसले कम्तीमा पनि 7-8वटा गोल सेभ गरे क्या त्यो पनि कस्तो कस्तो इन्काउन्टर गरेको गोलहरू द्याट वाज लाइक एक्सिलेन्ट भनौँ न अनि त्यो गोलीको चाहिँ फ्यान हो पहिलेदेखि पनि उसले नि पाउनु पर्थ्यो तर अर्कोले पायो त्यहाँदेखि केही छैन अर्जेन्टिनालाई बेस्ट अफ लक अर्को टाइमको लागि होइन मेसी त खेल्दै खेल्दैन बट स्टिल अर्जेन्टिना त हुन्छ नि त अनि त्यहाँदेखि फन्दान्दै छ अरू जति पनि छ मार्टिनेजहरू अरू सबैलाई बेस्ट अफ लक फर द नेक्स्ट वर्ल्ड कप सो एज I said before म चाहिँ सिजनल फ्यान हो सकर फुटबलको होइन अनि वर्ल्ड कप चाहिँ एभ्री टाइम मैले हेरिरहेको हुन्छु जहिले पनि म अर्जेन्टिनाकै सपोर्टमा हुन्छु द्याट्स बिकज अफ मेसी एन्ड बिकज माई ब्रदर्स उनीहरू सबैजना मेसीको फ्यान हो नि त अनि त्यही भएर मलाई पनि मेसीले खेलेको एकदमै मनपर्छ अर्जेन्टिनाको चाहिँ सबैजना प्लेयर्सहरू नै मलाई राम्रो लाग्छ होइन जति पनि त खेल्छ उनीहरू प्रायः म चिन्छु पनि होइन आजको गेम एकदमै दमदार थियो फाइनल खालकै थियो होइन स्पेनले खतरा खेलेको हो खासै धेरै चान्स दिएन अर्जेन्टिनालाई त्यही भएर उनीहरू डिजर्भिङ थियो उनीहरूले जित्यो पनि Congrats again and best of luck दुईटै टिमलाई फर फ्युचर फर अरू आउँदो वर्ल्ड कपहरूको लागि पनि भन्दै हाम्रो ब्लग चाहिँ यो फ्यामिली ब्लग हामीले कहिले पनि यसरी फ्यामिली सपोर्ट गरेर हेरेको थिएनौँ वर्ल्ड कपहरू अथवा जुनै सकर उयोहरू होस् होइन स्पोर्ट्सहरू कुनै पनि हामीले हेरेको थिएनौँ यसरी सपोर्ट गरेर योपालि चाहिँ हामी सबैजना फ्यामिली लागि परेको थियो तर पनि जित्नु सकेन एउटा पनौती भयो हामी राम्रो मेमोरिज चाहिँ हामीले बनायौँ अनि अर्जेन्टिनाले विन गर्यो भने चाहिँ हामी तिनवटा भाइले चाहिँ सबैलाई बफेट लान्छ नि त अब त्यो चाहिँ क्यान्सल भयो त्यो चाहिँ अब यहाँ क्यान्सल भएको जस्तो छ ठिकै छ यति भन्दै हाम्रो ब्लग चाहिँ यहाँ एन्ड गर्न चाहन्छु